कोरियाको किताबमा चाहिँ फेरि केही चेन्जेस आएको छ है त साथीहरू, केही चेन्ज चाहिँ गरेको छ होइन। अब मलाई चाहिँ धेरैजनाले भन्नुभयो यसमा चाहिँ सर यो फेरि किताबै चेन्ज गरे हो र भनेर जानकारी गराउनु भएको थियो। अब यसमा चाहिँ टोटली किताब चाहिँ चेन्ज भएको होइन, तर केही शब्दहरू पहिला जुन त्रुटि भएकोहरू थियो त्यो कुराहरूलाई चाहिँ यिनीहरूले सच्याएको रहेछ होइन। तपाईँले यहाँनिर आफूले पनि अन्तर देख्न सक्नुहुन्छ। अब यो चाहिँ पहिलाको हो, जस्तै यो फर्स्टमा यो चाहिँ पुरानो बुकको हो है, अनि यो नयाँ बुकको हो। अब तपाईँले पिडिएफ फेरि एकचोटि डाउनलोड गर्नु होला, किनकि धेरै कुराहरू अपडेट भएको छ पिडिएफमा। सो पिडिएफ कसरी डाउनलोड गर्ने म त्यसको बारेमा नि भिडियो बनाउने छु छुट्टै है। र मेन चाहिँ अब यहाँनिर हजुरले आफैले पनि चेक गर्नु होला। अब सबै कुराहरू यहाँनिर के करेक्सन गर्नुपर्ने थियो त्यो कुराहरू चाहिँ यहाँ करेक्सन गरेको छ, हजुरले त्यो अनुसार चेक गर्न सक्नुहुन्छ है त। अब यो 58को 21को हो यो 5 नम्बरको। र त्यसपछि अब यो धेरै छ है त। अब जस्तै यहाँनिर हेर्नुहोस्, यो चाहिँ इमगुम छेगोबिल हुनुपर्ने ठाउँमा इमगुप छेगोबिल थियो नि त फर्स्टमा चाहिँ, यो पुरानोमा। अनि अहिले चाहिँ नयाँमा चाहिँ इमगुम छेगोबिल भनेर यसरी आएको छ है त, मतलब करेक्सन गरेको छ। केही शब्दहरू चाहिँ अब त्रुटि थिए, त्यो कुराहरूलाई चाहिँ यहाँ करेक्सन गरेको छ। अनि अब यो एन्सर सिट हजुरले देख्न सक्नुहुन्छ। पहिला चाहिँ हाम्रो 2 थियो 3को एन्सर, तर अहिले 3को 3नै एन्सर आएको छ होइन, जुन चाहिँ हामीले पहिले थाहा पाइसकेका थियौँ 2 चाहिँ मिल्दैन भन्ने। यो किताबको करेक्सन चाहिँ भएर आएको छ यसरी है। अनि त्यसपछि यो हेर्न सक्नुहुन्छ। अब जस्तै पहिला चाहिँ फारेत्थु थियो प्यालेट मात्रै, अनि यहाँनिर नयाँ शब्द थपिएको रहेछ फेल्लित। फेल्लित भनेको पनि यो फारेत्थु नै रहेछ क्या, प्यालेट है। यो पनि चेन्ज भएर आएको छ है त, यो पनि बुझ्नु होला। अनि त्यसपछि अब यो रिडिङको क्वेसन हो जुन चाहिँ 58को होइन। तपाईँले एकचोटि आफैले पनि हेर्नु होला है यो कुराहरू। डिटेलली मैले यहाँनिर चाहिँ हेर्न चाहिँ तपाईँले करेक्सन पाइहाल्नुहुन्छ। र त्यसपछि अब यहाँनिर यो मिस्टेक, यो हामीले सिन्जे फर्म भने पनि हामीले चाहिँ सान्जे फर्मै भनेर पढाएको थियौँ, तर यहाँ चाहिँ अहिले चेन्ज भएर यहाँनिर सान्जे फर्मै राखेको छ होइन। यो चाहिँ पहिला के थियो, छङ्मो मुन्वामा 60को चाहिँ सिन्जे फर्म थियो है त, कतिले थाहा पाउनु भएको छ। अनि त्यसपछि अब यो मित्सुलको बारेमा पनि यहाँनिर अलिकति यिनीहरूले करेक्सन गरेर दिएको छ है त। जस्तै यहाँ देख्न सक्नुहुन्छ हजुरले के करेक्सन गरेको छ भन्ने कुरा तपाईँले आफैले पनि यहाँ चेक गर्न मिल्छ है त। ओके, अब यो चाहिँ साजिनुल पुरिदा हुन्थेन होइन, साजिनुल ख्यदा हुन्थ्यो यहाँनिर। साजिनुल ख्यदा मतलब फोटो चाहिँ फोटोलाई खोल्नु त हुँदैन भन्न खोजेको, यिनीहरूले यो पनि करेक्सन गराएर रहेछ कि मित्सुलमा पनि। अनि मुल्लो पुरुल पुरीम्यान आन्थोइम्निदा हुने ठाउँमा चाहिँ ख्यमेन थियो यहाँ चाहिँ पुरी, तल चाहिँ पुरीम्यान अथवा पुरिदाबाट चाहिँ आएको छ है त। यो कुराहरू पनि करेक्सन गरेको छ है त। अनि त्यसपछि यहाँनिर अर्को गरेको छ, जस्तै यिनीहरूले यो शब्दमा पनि भवहरूमा पनि चेन्जेस गरेको रहेछ। जस्तै फान्जाङ निमुल मान्ना र खाम्निदामा यहाँ चाहिँ फान्जा निमुल फुरु र खाम्निदा बोलाउन जान्छु भनेर चाहिँ यसरी चेन्ज गरेको छ है त। यो चाहिँ 26को हो। र त्यसै गरी अब यो कुराहरू धेरै चेन्ज छ होइन, मुन्बममा पनि धेरै कुराहरू चेन्ज गरेको छ है। अनि यो कुराहरू हजुरले आफैले पनि हेर्नु होला, सेल्फ प्र्याक्टिस गर्ने मान्छेले थाहा पाइहाल्छ यो होइन। पहिलाको र अहिलेको चेन्जेस हजुरले थाहा पाइहाल्नुहुन्छ। सो अब यहाँनिर यो कुराहरू हेर्नुहोस्। पहिला मित्तोङ छाबी थियो, अहिले मित्तुङ छाबी छ, सरी मित्तोङ छाबी थियो, पहिला मित्तुङ छाबी थियो, अहिले चाहिँ मित्तोङ छाबी रहेको छ है त। यो पनि चेन्ज भएर आएको छ। अनि यो औईहरू पनि चेन्ज गराएको छ होइन, यसमा चाहिँ औई अनि यो थेवाहरू यो कुराहरू पनि चेन्ज गरेको छ। जस पहिला धेरै त्रुटिहरू थियो, अहिले चाहिँ एकदमै क्लियरली मिलाएर चाहिँ करेक्सन गराएको छ है त यो कुराहरू। यो चाहिँ तपाईँले आफैले पनि एकचोटि चेक गर्नु होला है त। र धेरैजना साथीहरूले चाहिँ भन्नुभएको छ किताबै परिमार्जित गरे हो र फेरि चेन्ज भएको हो र भन्नुभएको थियो। किताबै टोटल चाहिँ चेन्ज भएको होइन है, कतिपय कुराहरू यहाँ चाहिँ मिलाएको छ, करेक्सन गरेको छ। अब यो किताबै चेन्ज भएको चाहिँ होइन, यो बुझ्नु होला हजुरहरूले। सबै त्यसरी नै आएको छ। अब यो फर्स्टमा हेर्न सक्नुहुन्छ कति मिस्टेक थियो होइन, हार्य गियो थियो यहाँ चाहिँ हार्य गो हुनुपर्ने हो, अहिले चाहिँ करेक्सन गरेर आएको छ। यसरी चाहिँ अब यो नाममा नि केही त्रुटिहरू थियो होइन, पहिला यो नाम्जा हो कि यजा हो होइन यो कुराहरू, अनि यो पनि अहिले करेक्सन गराएर आएको छ है त साथीहरू। ओके, सो अब यहाँनिर मेन चाहिँ यही नै हो, किताबमा त्यस्तो पुरै चेन्ज भएको होइन है, परिमार्जित भएको होइन। यसमा चाहिँ केही त्रुटिहरू थिए, केही शब्दहरू मिलेको थिएन, केही व्याकरणहरू मिलेको थिएन, केही कुराकानीहरू मिलेको थिएन, केही औई शब्दहरू मिलेको थिएन। त्यो कुराहरूलाई चाहिँ परिमार्जित गरेर मात्रै आएको हो। यसमा अरू त्यस्तो केही चेन्जेस भएको चाहिँ छैन है, यो कुरा बुझ्नु होला र राम्रोसँग तयारी गर्नु होला है त।
सो आजको लागि यति नै भन्न चाहन्छु। भिडियो हेल्पफुल भयो भने भिडियोलाई लाइक गरिदिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया यस्तै कन्टेन्टको लागि च्यानललाई चाहिँ सब्स्क्राइब गरेर राख्नु होला है त। सो आजको लागि यति नै। नेक्स्ट डे फेरि आउने नै छौँ, त्यतिन्जेलको लागि च्यानल भिजिट गर्न नभुल्नु होला।